माछा मार्न जाने ठाउँ चाहिँ ऊ त्यहाँ हत्त त्यता हो होइन। ऊ यहाँ खोजमा जानुपर्छ। अहिले एकदम टाढा छौँ। अब यहाँ चाहिँ एउटा घर मात्रै छ क्या, जङ्गलको बिचमा, पुरै जङ्गली, माथितिर जङ्गल, यता जङ्गल है। ऊ यता एउटा घर मात्रै छ, एउटा बस्ती मात्रै। माथि टपको भाग्लो हुने हो। अब हामी डोटेली कमिटीमै जानु। ढिला केटाहरू जोडा खानु भन्यो। नो टाइम लाग्दैन। हामी त माछा मार सुकाइसक्यो हामीलाई यार। कति दिन माछा सुकाए पछि लागिरहने। कता आएको बाबु? अहिलेसम्मको प्रगति के भएको छ? हाला बोल्दै गन, हाला युवराज। ल भाइ गाइज, यता चाहिँ यहाँ माछा 2 रुपियाँ किलो पाइन्छ। यो वाला चाहिँ यो जङ्गली हो, फेरि जडीबुटीवाला। एर्साको भाइ त हो, एर्सा भाइ हो कि नै? ऊ उता हाम्रो किरण सर हुनुहुन्छ। अब हामी यो ताल सुकाउँदैछौँ होइन। यो तालमा हाम्रा युवा साथी जेन्जी साथीहरू हुनुहुन्छ। ओ जेन्जी कहाँ आइला? ल यो तालमा अब कति माछा आउँछ म ट्याक्क अर्को भिडियोमा देखाउने छु है त। ताल ठुलै छ, माछा स्याउ देखाएको छ के अरे है। अहिलेसम्म 5 किलो मात्र निकाल्न सकेका छौँ। अब बाँकी कति आउँछ ल चाहेमा सम्पर्क गर्नु होला। चाहेमा सम्पर्क गर्नु होला। हाम्रै के अरे सुनखोलाको माछा है, सुनखोलाको। ल यो खोलाको यो भाग चाहिँ सुकाउनु पर्ने छ होइन। माछा पर्छ होला। ल केटा ल्याउनु पर्यो। हेलो माछी मारना है। भयो बन्द गरिदिउँ। हेलो हेलो गाइज, जो हाम्रो माया समाते है, समाते मैले पनि समाते। ल तेरो छ भने न मोबाइल मुला अझ हामी समाउँछौँ है, समाउँछौँ अझै। ल गाइस ल माछा है, ल चाचा ल। माछा धेरै खाइदिन कमाए। माछा हरि है, माछा हराए। पागल मुनिया नि यार। ल पढ्या माछा यहाँ हल्ला रे मेन यार। छाडे हात उठे।